नमस्कार साथीहरू, अब हुन गइरहेको नेपाल प्रहरीको जवानको लागि भनेर भूगोल सम्बन्धी प्रश्नहरू लिएर आएको छु। नछुटाइ हेर्नुहोला सुरुदेखि अन्त्यसम्म र भिडियो कस्तो लाग्यो भनेर प्रतिक्रिया पनि दिनुहोला र च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। प्रश्न नम्बर 1 मा रहेको छ, काठमाडौँ उपत्यकाबाट सबैभन्दा नजिक रहेको हिमाल कुन हो? यसको सही एन्सर रहेको छ बीको जुगल हिमाल। यो चाहिँ कुन जिल्लामा पर्दछ भन्नुहुन्छ भने यो चाहिँ सिन्धुपाल्चोक जिल्लामा पर्दछ। प्रश्न नम्बर 2 मा रहेको छ, नेपालको नदीहरूमा सबैभन्दा बढी स्थान परिवर्तन गर्ने भनेर कुन नदीलाई चिनिन्छ? यसको सही एन्सर रहेको छ कोशी। साथीहरू, कोशी नदी चाहिँ नेपालको सबैभन्दा ठुलो नदी पनि कोशी नदी नै हो, यो पनि सोध्न सक्छ। प्रश्न नम्बर 3 मा रहेको छ, कान्छी नेपाल भनेर नेपालको कुन ठाउँलाई चिनिन्छ? यसको सही एन्सर रहेको छ सिलगढी। अब यो कुन जिल्लामा पर्छ भन्नुहुन्छ चाहिँ डोटी जिल्लामा पर्छ है साथीहरू। प्रश्न नम्बर 4 मा रहेको छ, नेपालले एसियाको कुल क्षेत्रफलको कति प्रतिशत भूभाग ओगटेको छ? यसको सही एन्सर रहेको छ साथीहरू 0.3%। यसै गरी अब नेपालले विश्वको कति प्रतिशत भूभाग ओगटेको छ भन्नु भने चाहिँ नेपालले विश्वको चाहिँ 0.03% भूभाग ओगटेको छ साथीहरू। प्रश्न नम्बर 5 मा रहेको छ, चीन र भारत दुवै देशलाई छुने जिल्ला कतिवटा छन्? यसको सही एन्सर रहेको छ 2 वटा। कुन कुन जिल्लाले भन्नु भने चाहिँ ताप्लेजुङ र दार्चुलाले छुएको छ साथीहरू। प्रश्न नम्बर 6 मा रहेको छ, चीनलाई मात्र छुने प्रदेश कतिवटा छन्? यसको सही एन्सर रहेको छ 1 वटा। कुन प्रदेशले छुन्छ भन्नुहुन्छ भने चाहिँ कर्णाली प्रदेशले छुन्छ। त्यसै गरी अब अर्को क्वेसन के सोध्न सक्छ भने भारतलाई मात्र छुने कतिवटा भन्नु भने चाहिँ भारतलाई मात्र छुने प्रदेश चाहिँ 2 वटा छन् र चीन र भारत दुईटैलाई छुने प्रदेश चाहिँ 4 वटा छन् है साथीहरू। प्रश्न नम्बर 7 मा रहेको छ, नेपालमा विश्वको कुल जलस्रोतको कति भाग रहेको छ? यसको सही एन्सर रहेको छ 2.27%। नेपाल चाहिँ विश्वको दोस्रो धनी जलस्रोतमा छ भने साथीहरू पहिलो चाहिँ ब्राजिल हो। प्रश्न नम्बर 8 मा रहेको छ, कोशी नदीको सबभन्दा ठुलो सहायक नदी कुन हो? यसको सही एन्सर रहेको छ बीको अरुण नदी। त्यसै गरी कहिलेकाहीँ सानो नदी भनेर पनि सोध्छ। कोशी नदीको सबभन्दा सानो सहायक नदी भन्नु भने चाहिँ लिखु हो साथीहरू। प्रश्न नम्बर 9 मा रहेको छ, गण्डकी नदी कुन ठाउँमा पुगेपछि नारायणी नदीका नामले चिनिन्छ? यसको सही एन्सर रहेको छ चितवन। अब गण्डकी नदी चाहिँ फेरि नेपालको सबैभन्दा गहिरो नदी पनि हो है साथीहरू र लामो नदी भन्नु भने चाहिँ कर्णाली नदी र सबैभन्दा ठुलो नदी भन्नु भने चाहिँ कोशी नदी हो र गहिरो चाहिँ गण्डकी नदी हो। प्रश्न नम्बर 10 मा रहेको छ, नेपालको नगरपालिकाको कुल सङ्ख्या कति रहेको छ? यसको सही एन्सर रहेको छ बीको 276। त्यसै गरी गाउँपालिका भन्नु भने चाहिँ साथीहरू 460 वटा र स्थानीय तह भन्नु भने चाहिँ 753 वटा छ है साथीहरू। प्रश्न नम्बर 11 मा रहेको छ, हलेसी महादेव कुन जिल्लामा पर्दछ? यसको सही एन्सर रहेको छ खोटाङ। त्यसै गरी यसमा चाहिँ अब के अर्को क्वेसन के भनेर सोध्न सक्छ भने साथीहरू पूर्वको पशुपतिनाथ भनेर कहाँलाई चिनिन्छ भन्नु भने पनि खोटाङको हलेसी महादेवलाई नै चिनिन्छ है साथीहरू। प्रश्न नम्बर 12 मा रहेको छ, नेपालको सबैभन्दा अग्लो झरना कुन हो? यसको सही एन्सर रहेको छ साथीहरू पचाल झरना। यसको क्षेत्रफल कति छ भन्नुहुन्छ भने चाहिँ 381 मिटरको छ र यो कुन जिल्लामा पर्दछ भन्दा चाहिँ कालिकोट जिल्लामा पर्दछ। 381 मिटर अग्लो झरना हो यो। प्रश्न नम्बर 13 मा रहेको छ, नेपालमा 1 डिग्री भन्दा कम भिरालो समतल जग्गा कति छ? यसको सही एन्सर रहेको छ 1 को 13.6%। त्यसै गरी 20 डिग्री भन्दा बढी भिरालो जग्गा चाहिँ कति छ भन्नु भने चाहिँ 58.8%। प्रश्न नम्बर 14 मा रहेको छ, चितवन राष्ट्रिय निकुञ्जको स्थापना कहिले भएको हो? यसको सही एन्सर रहेको छ बीको विक्रम सम्वत 2030। त्यसै गरी चितवन राष्ट्रिय निकुञ्ज के को लागि प्रख्यात छ भन्नु भने चाहिँ साथीहरू एकसिङे गैंडाको लागि चाहिँ चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ। प्रश्न नम्बर 15 मा रहेको छ, सेप फोक्सुन्डो राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति छ? यसको सही एन्सर रहेको छ 1 को 3555 वर्ग किलोमिटर। अब सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो भन्नु भने पनि सेप फोक्सुन्डो राष्ट्रिय निकुञ्ज नै हो साथीहरू। प्रश्न नम्बर 16 मा रहेको छ, नेपालको कुन नदीलाई भारतमा घाघरका नामले चिनिन्छ? यसको सही एन्सर रहेको छ डी को कर्णाली नदीलाई र नेपालको सबैभन्दा लामो नदी पनि कर्णाली नदी हो साथीहरू।
प्रश्न नम्बर 17 मा रहेको छ ताक्लाकोट नाका नेपालको कुन जिल्लामा पर्दछ? यसको सही एन्सर रहेको छ बझाङ। ताक्लाकोट नाका चाहिँ बझाङ जिल्लामा पर्दछ साथीहरू। प्रश्न नम्बर 18 मा रहेको छ उच्च पर्यटकीय सम्भावना बोकेको किर्मी गाउँ कुन जिल्लामा पर्दछ? यसको सही एन्सर रहेको छ साथीहरू जुम्ला। र नेपालको कश्मीर भनेर पनि जुम्ला जिल्लालाई नै चिनिन्छ साथीहरू। भिडियोलाई लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। प्रश्न नम्बर 19 मा रहेको छ नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो? यसको सही एन्सर रहेको छ रारा राष्ट्रिय निकुञ्ज। यसको क्षेत्रफल चाहिँ कति छ भने साथीहरू 106 वर्ग किलोमिटर छ। त्यसै गरी सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज चाहिँ सोफोक्सुन्डो राष्ट्रिय निकुञ्ज हो। प्रश्न नम्बर 20 मा रहेको छ नेपालमा कतिवटा राष्ट्रिय निकुञ्ज छ? साथीहरू यसको कमेन्ट चाहिँ तपाईँहरू गर्नुहोला र भिडियोलाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला र आफ्नो साथीहरूलाई सेयर पनि गर्नुहोला र तपाईँहरू अब के सम्बन्धी भिडियो चाहनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला।